Hello everyone, welcome back to my channel. This is Sushila. अनि तपाईहरुलाई चाहिँ मैले दिल्लीको शहर घुम्दै सँगै घुमाउँदै छु। आज चाहिँ कता जान लागेको छु भने हामी चाहिँ दिल्लीको फेमस ठाउँ हुमायूँस टोम्बमा जाँदै छौं। तपाईहरुलाई त्यहाँ गएर देखाउँछु। म अलिअलि क्लिपहरु हाल्छु है। यस्तो हिस्टोरिकल ठाउँहरु घुम्न पाउँदा आफूले आफूलाई धेरै नै भाग्यमानी फिल गरिरहेको थिएँ। मैले चाहिँ एकदमै राम्रो ठाउँ है। भ्यू हेर्नुस् न, यहाँबाट यस्तो लोभलाग्दो भ्यू थियो। यस्तो शान्त ठाउँ अनि त्यसमाथि शीतल मौसममा मैले एकदमै धेरै रिलिफ गरिरहेको थिएँ। मलाई यो ठाउँ छोडेर जान मनै लागिरहेको थिएन। मेरो मन यति शान्त भइरहेको थियो यो भ्यू हेरेर, यो ब्युटी हेरेर। हुमायूँस टोम्ब चाहिँ ताजमहल भन्दा धेरै नै अगाडि बनिसकेको रहेछ। हामीलाई चाहिँ त्यहाँ गएर थाहा भयो, कतिलाई थाहा छ कि छैन। यो चाहिँ हुमायूँस टोम्बको साइडमा रहेको म्युजियम, जहाँ चाहिँ धेरै कुराहरू हामीले देख्न सक्छौं। यहाँ चाहिँ हिस्ट्रीहरू सबै राखिएको थियो। एक कौन सी बार को कौन सी कलर लगाने के लिए लिखा है, ये देखकर त्यसपछि टोम्बको अर्कोपट्टि साइडमा एकदमै ठुलो पार्क रहेछ, जहाँ चाहिँ मानिसहरू साँझपख फ्यामिलीसँग आउनुहुँदो रहेछ। एकदमै शान्त सफा थियो। हामी पनि केही बेर यहाँ बस्यौं। एकदमै ठुलो एरियामा फैलिएको रहेछ। हामीलाई धेरै नै भोक लागिसकेको थियो। पार्कभित्रै केही समय हिँडेपछि एउटा रेस्टुरेन्ट भेट्यौं, जहाँ चाहिँ हामीले केही खानेकुराहरू मगाएर खायौं। पेट पूजा गरिसकेपछि चाहिँ हामी घरतिर लाग्यौं। एकदमै धेरै थाकिसकेको थियो। आजको दिन यसरी नै बित्यो। अब चाहिँ नेक्स्ट भिडियोमा भेटौँला। बाइ बाइ।